36 वर्ष अघि जापानकी 17 वर्षीय बालिका जुनको फुरुता किडन्याप हुन्छन्। 44 दिनसम्म किडन्यापरले उनलाई 100 जनाभन्दा धेरैबाट 400 पटक बलात्कार गर्छन्। आँखाभित्र तप तप मैनबत्तीको थोपा, प्राइभेट अङ्गमा फलामको रड हालेर चरम यातना दिन्छन्। 44 दिनसम्म नर्कको जिन्दगी भोगेकी एक नाबालिकाको कथा। 25 नोभेम्बर सन् 1988 राति 8:30 बजे मियानो र उसको साथी मिसातो जापानको लोकल सडकमा घुमिरहेका हुन्छन्। उनीहरूको काम नै केटीहरूलाई लुट्ने र उनीहरूको रेप गर्ने थियो। त्यो रात पनि ती राक्षसहरू बाटोमा आफ्नो शिकार खोज्न निस्किएका थिए। दुर्भाग्यवश जुनको आफ्नो पार्ट टाइम जब सकेर त्यही बाटो हुँदै साइकलमा घर फर्कदै थिइन्। उनीहरूले जुङ्कोलाई रिस साध्न एउटा षड्यन्त्र रचे। मिनातोले जुङ्कोको साइकललाई आफ्नो स्कुटरले ठक्कर दिए। त्यही मौकाको फाइदा उठाउँदै मियानोले जुङ्कोलाई बचाएको बहाना बनाउन थाल्यो र फेरि ती व्यक्तिले सताउन सक्छन् भन्दै उनलाई घरसम्म छोडिदिने आश्वासन दिलायो। बिचरी जुङ्कोलाई के थाहा यो उनलाई फसाउने प्लान थियो भनेर। यो घटना हो जापानको एउटा हाई स्कुलमा पढ्ने 17 वर्षकी बालिका जुङ्को फुरुताको। सुन्दर अनि स्मार्ट इन्टेलिजेन्ट बालिका थिइन् उनी। निकै प्रपोजहरू आउँथे उनलाई। जुन्कोलाई मन पराउनेहरूमा एकजना हिरोसी मियानो नाम गरेका व्यक्ति पनि थिए।